चोरै चोर भएको मेरो देश, चोर बिनाको देशमा हामी कहिले बस्न पाउने हो? चोरलाई अन्धकारमा चोर्न सजिलो हुन्छ, त्यसैले त होला राति अन्धकार हुन्थ्यो, तर उज्यालो कहीँ कतै पनि देखिँदैन थियो। अनि भाषण सुनिन्थ्यो, गणतन्त्रमा त देश स्विजरल्यान्ड जस्तै बन्छ भनेर, अनि सबै बिग्रिएको कुराहरू सप्रन्छ भनेर। म सानो छँदा 21औं शताब्दी त आधुनिक युग हो भन्दै घरमा कहिले टुक्की बालेर त कहिले मैनबत्ती बालेर पढ्ने गर्थे। अनि मनै सोच्थे, यो उज्यालो त भगवानले मात्र पार्न सक्छन् होला भनेर। हो, भगवान साँच्चैकै हुँदा रहेछन्। अन्धकार हट्यो, 24 घन्टा उज्यालो हुन थाल्यो। कुलमान घिसिङ आए, तर चोर हटेन। अझै पनि गाउँ गाउँमा चोरी छ। कसैले बाटै चोरे, कसैले पुल चोरे, कसैले स्वास्थ्य चोरे, त कसैले मठ मन्दिर खोला नाला सबै चोरे। अब हाम्रा सपना चोरी भएको कसले देख्ने? चोरहरूलाई उज्यालोमा चोर्न कहाँ सजिलो हुन्छ र? अनि चोर्दै आएको प्राधिकरण चोर्न नपाउँदा अन्धकार नगरी हुन्छ त? अब फेरि उज्यालो हटाउन कुलमानको पद नै चोरी गर्नु पर्दैन त? अब कुन दिन हाम्रो देश चोरी हुने हो? चोरै चोर भएको देश, अब हामी कहिले चोर बिनाको देशमा बस्न पाउने हो?